लेकिन पर्सनली आपको खराब लगता है कि आपका जो कुछ साथी को लोग के इंडियन गवर्नमेंट लेके जेल में डाल दिया है? अब खराब लगता है पर्सनली? व्यक्तिगत खराब र राम्रो भन्दा पनि यो त हामी मुभमेन्टको सिलसिलामा भएको हुनाले चाहिँ हामी त पोलिटिकली हेर्छौँ हरेक विषयलाई। पोलिटिकल्ली चाहिँ त्यतिखेर हामीले आफ्नो ढङ्गले चाहिँ तपाईहरुले राम्रो गर्नु भएन भनेर हामीले आफ्नो ढङ्गले पनि भनेका छौँ। तर यसैका कारणले फेरि हामी सबै पोलिटिकल रिलेसन, हाम्रो डिप्लोमेटिक रिलेसन बिगार्नुपर्छ भन्ने हामी पक्षमा छैनौँ। तर त्यसो नगर्नु पर्थ्यो हामी, किनभने खास पोलिटिकल लक्ष्यको लागि लडिरहेका थियौँ, एमको लागि लडिरहेका थियौँ भने व्यक्तिहरू जस्तै एउटा टेरोरिस्टको रूपमा लिने, एउटा चाहिँ क्रिमिनलको रूपमा लिने जस्तो हो। त्यो चाहिँ इन्डियन गभर्मेन्टले बेठिक गर्यो। तर यसको अर्थ हामी होल पोलिटिकल्ली चाहिँ जस्तै घटनालाई हेर्छौँ कोही व्यक्ति विशेषको चाहिँ रूपले भन्दा पनि, त्यस अर्थमा हामी व्यक्तिगत रूपले चाहिँ खुसी या बेखुसी भन्दा पनि नेपालको पोलिटिकल प्रोसेसलाई, सोलुसनलाई, पिस प्रोसेसलाई इन्डियन सरकारले, इन्डियन जनताले हामीले सपोर्ट गर्नुपर्छ भन्ने हामी मान्छौँ। काफ़ी बड़े देश जैसे यूएस हो गया, आजकल तो कोई कहाँ पे किसी देश में एक रेबल ग्रुप देखता है, यूएस उसको ब्रांड करता है कि भैया टेररिस्ट हो गए हैं, ये लोग टेररिस्ट ग्रुप हैं। तो आपको डर लगता है कि कभी यूएस आपको भी ब्रांड कर दे भैया ये टेररिस्ट ग्रुप हैं? जो मोस्ट एफबीआई एक जो मोस्ट वांटेड ग्रुप अपना एक निकालता है अपना, इसमें भी नहीं लगता आपको आपका नाम भी कभी आ जाए द मोस्ट वांटेड में? अब अहिले अमेरिकाले हामीलाई टेररिस्ट नै मान्छ। मुख्य कुरो जस्तै अमेरिकाले डेमोक्रेटिक फोर्स माने पनि आफ्नो जनताले टेररिस्ट माने भने त्यहाँ कुनै अर्थ हुँदैन। आफ्नो जनताले डेमोक्रेटिक फोर्स अथवा चाहिँ एउटा चाहिँ पोलिटिकल फोर्स माने भने अरू कोही सुपर पावर कसैले के माने भन्नेसँग खास अर्थ राख्दैन। त्यसैले हाम्रो चिन्ता अमेरिकाले के भन्छ भन्नेसँग भन्दा पनि नेपाली जनतालाई हामी ठिक गर्दैछौँ कि छैनौँ भन्ने मुख्य चिन्ता हो। त्यस अर्थमा चाहिँ व्यक्तिगत रूपले मोस्ट वान्टेडमा टेररिस्ट उसमा चिन्हित गर्छ कि अमेरिकाले भनेर खासै व्यक्तिगत रूपले या पार्टीको रूपले हामी चिन्तित छैनौँ। नेपाली जनताले हामीलाई रिजेक्ट गर्यो भने त हामी त सिद्धिन्छौँ। अमेरिकालाई मलाई तिमीहरूलाई यहाँ आऊ शरण दिन्छु भन्दा पनि के नै अर्थ रहन्छ र? त्यसैले नेपाली जनताको लागि हामी पोलिटिक्स गर्छौँ, नेपाली जनताले हामीलाई स्वीकारोस्, नेपाली जनताको पक्षमा हाम्रो पोलिटिक्स हो, यति मात्रै हो। बाँकी अरू देशहरूले त आफ्नो धारणाहरू रिथिङ गर्ला, रिभ्यू गर्ला, त्यो उनीहरूको कुरो हो। आपको कमरेड आनंद साहब, आपको कितने साल हो गया अभी आपके? म चाहिँ 36 वर्ष हो। 36। आप क्या चाहेंगे कि आप भी पॉलिटिकल प्रोसेस में आप भी लड़े, कंटेस्ट करें कहीं सीट से? अब पोलिटिकल्ली हामी के हुने भन्ने हाम्रो पार्टीले निर्णय गर्छ। म अहिले पार्टीको सिनियर सेन्ट्रल कमिटी मेम्बर पनि छु। त्यस अर्थमा मलाई चाहिँ जस्तै अब जनतामा चाहिँ जस्तै जनताको म्यान्डेट लिन जाने, फेस गर्ने जनतालाई भने म त्यहीको रूपमा तयार छु। होइन चाहिँ जस्तै उता आर्मी सेक्टरमा जानु पर्यो अथवा अर्गनाइजेसन सेक्टरमा जानु पर्यो भने म त्यही नै मान्नुपर्ने हुन्छ। तो आपके जो माइस्ट जो ग्रुप है अभी तो पॉलिटिकल पार्टी हो जाएंगे, तो कितने कैंडिडेट आप फील्ड करेंगे इस इलेक्शन में? इलेक्सनको लागि त हामी चाहिँ 75 जिल्लामा हाम्रो सङ्गठन छ। 240 निर्वाचन क्षेत्र जो अहिले छ त्यसमै हाम्रो सङ्गठन छ। हामी चाहिँ जस्तै अब 7 एउटा छलफल पनि चल्दैछ 7 पार्टीको सिनियर लिडरहरूको विरुद्ध नउठाउने, किनभने डेमोक्रेटिक उसको लागि लडेको हुनाले संविधान निर्माणको लागि 7 पार्टीका सिनियर लिडरहरू चाहिँ सीएमा हुनुपर्छ भन्दा सीए को लागि सिनियर 10-20 जना लिडरहरूको लागि छोड्नुपर्ने हुन सक्छ समझदारीको लागि। किनभने एउटा सिनियर लिडर बाहिर रहनुको अर्थ भोलि उले त के 2 वर्ष संविधान बनाउँछ के गर्ने भन्दा त्यसको विरोध गर्ने, त्यसको चाहिँ व्यक्तिगत कुरो खोज्दै हिँड्नेलाई के जब त गर्नु पर्यो। या सिनियर लिडर चाहिँ जस्तै देशको नयाँ संविधान निर्माण गर्न परेन भने पनि उसको चाहिँ कन्ट्रिब्युसन नहुने हुन्छ। त्यसैले उसको कन्ट्रिब्युसनको लागि पनि सिनियर लिडरलाई त्यहाँ पुर्याउनु पर्ने हुन सक्छ। एक दोस्रो कुरो चाहिँ जस्तै फेरि चाहिँ जबलेस भएर संविधान बनाएर जबलेस भएर फेरि के चाहिँ गरेर चाहिँ संविधान निर्माण प्रक्रिया ठिक ढङ्गले नजाने स्थिति नआओस् भनेर केही सिटहरू सिनियर लिडरको लागि यदि समझदारी बन्यो भने छोड्नुपर्ने हुन सक्छ 7 पार्टी सिनियर लिडरलाई। बाँकी सबैमा चाहिँ हामी सकेसम्म विभिन्न जात जाति क्षेत्र मधेस पहाड सबैलाई लिएर हामी जान्छौँ। त्यस्ता विभिन्न ग्रुपहरूसँग केही सिट तालमेल हुन सक्छ, अन्यथा हामी 240 सिटमा नै हामी आफ्नो क्यान्डिडेट दिन सक्छौँ।